यो चाहिँ स्नेक हेड हो। सायद नेपालीमा हिले माछा भन्छ होला। र यो मैले पक्रेको चाहिँ 25 जनवरी 2026 मा हो। यो झन्डै 6 केजीको आसपास थियो यो माछा। र हामीले यो माछा पक्र्यौँ, मैले पक्रेँ र यो पक्रेको भिडियो पनि यहाँ हालेको छु मैले। र यो चाहिँ हामीले छोड्यौँ। अनि हामी चाहिँ माछा छोड्यौँ, हामी माछा मात्र खाँदैनौँ र we work for conservation. Then we want to sensitize the local people, local anglers and local fishermen for conservation of fish, because the population of the fish is depleting at a very fast rate. र अब बचाउनु पनि पर्छ भनेर हामीले एउटा सन्देश दिन चाहन्छौँ। जति पनि माछा मार्ने छ, खेल्नेहरू छ, र यो हामीले यो चाहिँ मैले छोडेँ र यस्तो माछा अरू पनि धेरै पक्रेको छु र अरू पनि म भिडियो अपलोड गर्नेछु। र हामी चाहिँ अब बचाउनुपर्छ, झगडा गर्नुपर्छ र डिस्ट्रक्टिभ फिसिङ नगरौँ भन्ने हाम्रो विचार हो। पोइजन लगाउनु, ब्लास्टिङ पड्काउनु, करेन्ट लगाउनु गर्छ मान्छेले, यो चाहिँ बन्द गर्नुपर्छ। र हामीले एसोसिएसन खोलेर रेजिस्टर पनि गरेको छौँ। हामीले 2000 मा रेजिस्टर गरेको र लास्ट इयर 2025 मा हाम्रो 25 साल भयो, सिल्भर जुब्ली भयो। र हामी सिल्भर जुब्ली पनि हामी सेलिब्रेट गर्नको लागि एउटा इभेन्ट गर्नको लागि हामी प्रयास गर्दैछौँ। हामी तर्खरमा छौँ, हामी प्लान गर्दैछौँ, सल्लाह गर्दैछौँ। र यो माछा चाहिँ मैले फोटो खिचेँ, भिडियो गरेँ अनि यसलाई जिउँदै छोडेँ मैले। यो यसको नाम स्नेक हेड हो। स्नेक हेड साथ हिले माछा, फेरि पनि म भन्दैछु। र यो भिडियोहरू, यो फोटोहरू सबै मैले अपलोड गरेको ताकि जनमानसले, एङ्ग्लिङ गर्नेहरूले सबले बुझोस्, कन्जर्भेसनमा लागोस्, उहाँहरूले पनि बचाउनेपट्टि लागोस् भनेर हामीले यो सन्देश दिन चाहेको।